जोरदार ताली बजाएर यो कार्यक्रम सफल बनाउन सहयोगको अपेक्षा राखेको छु। जोरदार ताली। तालीको यहाँ पनि देखिएको छ। राजपुर नगरपालिकाको नवनिर्मित भवनको आज समुद्घाटन भएको छ र त्यस्तै हाम्रो रिबन काट्ने कार्यक्रम पुनः गइरहेको छ। त्यसको लागि सोसँग सम्बन्धित सामग्री त्यहाँ व्यवस्थित र उपलब्ध गराइदिनुको लागि मुकेश यादवलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो यस नगरपालिकाको शिलालेख अनावरण कार्यक्रम चाहिँ सम्पन्न भएको छ र अहिले प्रशासकीय भवनको रिबन काटेर उद्घाटन गर्ने कार्यक्रम चाहिँ भइरहेको छ र यस ऐतिहासिक घडीको हामी साक्षीको रूपमा अहिले यहाँ उपस्थित भएका छौँ र यस कार्यक्रममा यो कार्यक्रम हाम्रो आजको प्रमुख डाक्टर मोहम्मद राजीव आलमज्यू गरिराख्नु भएको छ र सो कार्यक्रममा हातेमालो हाम्रो विशिष्ट अतिथि